सुन त एक गिलास पानी ल्याउ त अनि के गरिरहेको पानी हो कसरी राख्नु त ल पानी बिस्तारै राख्न आउँदैन मैले के गरे यो भन्दा बिस्तारै कसरी राख्ने भने तिमी त्यति कसरी किन चर्केको भने म झर्के कि तिमी झर्के म झर्केको जब एक गिलास पानी मागिरहेको छु तिमीले अब ठ्याक्क राखिदिन्छ जब एक गिलास पानी भन्छ म के मात्र भ्याउनु ए तिमी एक गिलास पानी पनि खुवाउनु नसक्ने भयो भने त मलाई अब म के चाहिँ भ्याउनु भने त घर पनि सफा मैले गर्नुपर्छ पानी पनि ल्याउनु मैले तिमी एक जग पानी सारेर खान सक्दैन कस्तो कुरा गरे होला यार एक गिलास पानी यहाँ अफिसबाट थाकेर आएर एउटा पत्रिका अफिस तिमी मात्रै जान्छौ म चाहिँ जान्न घरमा आएर तिमी त सिङ्गो भएको छौ ए म चाहिँ जाँदिनँ अफिस भनेको तिमी मात्रै जान्छौ कस्तो कुरा गरे यार तिमी अफिसबाट आएपछि के गर्छौ भने त घरको काम त सब मैले गर्नुपर्छ नि मैले सबै ठाउँ भ्याउनु ए कस्तो कुरा गरे होला यार मेरो जस्तो अफिस तिम्रो छ भनेको तिम्रो जस्तो हो काम तिम्रो अफिस चाहिँ अफिस हाम्रो चाहिँ के हैन है तिम्रो जस्तो हो त्यहाँ गएर चुबो लाएर यहाँ यसरी ल्याप्चे लाएर बस्दा पनि हुने त्यसो चाहिँ अफिस हाम्रो कहाँ खटिनुपर्छ एउटा गिलास मसँग ल मैले नि खोजेँ भने कस्तो कुरा गरेको एक गिलास पानी ल्याउँदाखेरि तिमी यत्रो नानाभाती कुरा गर्नुपर्छ तिमीलाई किन झर्किरा त ल्याएर त राख्दै नि मैले राख्ने तरिका त्यो हो भनेको ल तिमी आफै सारेर खाउन त त्यसो भए भोलिदेखि काम एउटा गिलास पानी माग्दाखेरि पनि तिमीले अब मलाई आफै सारेर खाऊ भन्छौ यार कस्तो कुरा छैन तिम्रो चाहिँ तिम्रो त छैन म कति ठाउँ भ्याउनु भन त कति ठाउँ चाहिँ भ्याउनु भन त ए तिमीलाई एक गिलास पानी दिँदाखेरि अब कति ठाउँ भ्याउनु भयो होइन त अति रिस्नु खोजिरा तिमी किन न्यू खोजिरा मैले न्यू खोजेको तिमी कसरी पानी ल्याएर राख्यौ यहाँ यसरी ढाक लाएर यो भन्दा बिस्तारै कसरी राख्नु पानी ए पानी राख्नु पनि आउँदैन तिमीलाई भनेपछि तिमी सिकाउन त आउने मान्छेले गर मलाई आउँदैन काम तिमी आफै गर तिमीलाई आउँदो रहेछ कस्तो यार कुन दिनमा बिहे गरेछु यो मान्छेलाई थुक्क ए म पनि कुनै एकदमै साइड जुनाले बिहे गराएँ छोड मसँग धेरै झगडा नगर तिमी नचल मसँग है तिमी धेरै मसँग किचकिच नगर है जब एक गिलास पानी चाहिँ मान्छे एक गिलास पानी माग्दाखेरि ए ठुल्ठुलो चल्ने नगर तिमी नगर झर्किने हैन म झर्किने हैन तिमीले सुरु गरे हैन मसँग झर्किन ए भनेको बोल्न तमिज छ तिमीसँग तिमी सिकाउनु त तमिज भएको मान्छेले बोलाए तरिका यही हो ए तिमी जस्तो मान्छे त्यस्तै हुन्छ कुरा जस्तो देउता त्यस्तै पूजा हुन्छ बुझ्यौ त्यही भएर तिमीलाई पनि त्यो भन्दा बेसी त तिमीलाई त्यो भन्दा बेसी समय नगर ए कल आइमे भने तिमी आइमे त आइमे भने के भन्ने छ तिमी त लोग्ने मान्छे भएर खाछौ नि अनि के त हामीले काम नगरौँ मुखा मार लाग्दैन तिम्रो काम त काम जस्तो मात्रै त हो नि नाटक नगर है अलिकति मलाई भोलिदेखि म तिम्रो घरको एउटा काम गर्दिनँ भोलिदेखि सब काम आफै गर्ने गए म माइत त्यस्ता तिमी धाक नल्याउ हेर तिमी नहुँदाखेरि भोको मरे होइन क्या हामीले पनि आफै त्यसो भए पानी खाएर खाऊ चुप लाएर बस भैया बेकारका हुन्छ नि एउटा तरिका भइगयो त अब भइ त गर्ने अब पानी के अब के भइ त गर्ने त्यतिकै अब तिमी पनि पानी राख्दाखेरि त राम्ररी राख न तिमी कस्तो तिमी पनि नझर्किन गर्न बोल्ने गर्न नि त त्यहाँ नझर्की बोल त तिमी मैले झर्क्या छु भनेको अनि को झर्क्या छ म झर्क्या छु त भने अनि तिमी नझर्की को झर्क्या छ त्यहाँ तिमीले आफू बोलेको देखेको छौ देखेको छु कस्तो आइमे यार तिमी नगराउ मसँग बेसी नझर्क तिमी नझर्क अझै ठुलो छोले गरौ न अझै ठुलो छोले गरौ न सबैले सुनौ न तिमी जब एक गिलास पानी मागेकोमा एक गिलास पानीको लागि को झगडा गरेर तिमी चाहिँ म झगडा गरे भने कि तिमी झगडा गरे तेरीको कस्तो मान्छे कति झर्किरा कति सन्किरा तिमी आफू झर्क्या छ तिमी त गीत गाइरहेको छौ तिमी भन्दा त झर्क्या छैन है ए ल छोड्नु कफ नगर बेकार त्यसै